नमस्कार। फेरि पनि म यहाँहरू समक्ष एउटा महत्त्वपूर्ण विषयका बारेमा जानकारी दिनको लागि उपस्थित भएको छु। कृपया यस्तै खाले जानकारी यहाँहरूलाई राम्रो लागेमा लाइक, कमेन्ट र सेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। अहिले चाहिँ म विशेष गरी के भन्न चाहन्छु भन्दाखेरि गर्मी महिना सुरु भयो। अब धुलो, धुवाँ, हावा, हुरी र गर्मी महिना सुरु भइसकेको छ। र त्यो गर्मी महिनामा विशेषतया हाम्रो आँखामा के समस्या आउँछ? अब धेरै समस्याहरू आउँछन् र ती समस्याहरूमध्ये एउटा समस्याको बारेमा म यहाँहरूलाई जानकारी दिन गइरहेको छु। कृपया यो जानकारी चाहिँ यहाँहरूलाई राम्रो लागेमा फेरि पनि लाइक, कमेन्ट, सेयर गरिदिनु हुनपरि हार्दिक अनुरोध गर्न चाहन्छु। र यहाँहरू छरछिमेकमा यस्तै खाले समस्या देखेको छ भने यहाँहरूले पनि यो भिडियो सुनिसकेपछि उहाँलाई चाहिँ एउटा केही न केही सल्लाह सुझाव चाहिँ दिन सक्नुहुनेछ भन्ने म आशा पनि राख्न चाहन्छु। विशेष गरी यो जाडो महिनामा त अब विभिन्न खाले रोगहरू देखिने भए, तर अहिले जाडो महिना सकिसकेपछि गर्मी महिना सुरु हुँदै पनि हाम्रो आँखामा विभिन्न खाले रोगहरू लाग्न सक्छन् र अहिले देखिन थालिसकेको पनि छ। र यो विषय त के हो भन्दाखेरि सिजनल एलर्जिक कन्जङ्टिभाइटिस अथवा यसलाई लेट समयले त भिकेसी पनि भन्छ, भर्नल केराटो कन्जङ्टिभाइटिस। विशेष गरी त यसलाई चाहिँ नि सिजनल पनि भनिन्छ। यो सिजनल अब यो विशेष के हुन्छ भन्दाखेरि गर्मी महिना सुरु भएपछि यो रोग पनि सुरु हुन्छ। विशेष गरी कस्तो खालको मान्छेहरूलाई लाग्छ भन्दाखेरि बच्चाहरूलाई, प्रायः जसो 6-7 वर्ष पुगेका बच्चाहरूदेखि लिएर 18-19 वर्ष 17-18 वर्षसम्मको बच्चाहरूले बढी देखिन्छ। र विशेष त 9-10 वर्षको बच्चाहरूलाई बढी देखिन्छ, स्कुल गोइङ बच्चाहरूलाई बढी देखिन्छ। यसमा के हुन्छ भन्दाखेरि बच्चाहरूको आँखा एकदम पहेँलो पहेँलो रातो रातो देखिने अनि आँखा एकदम चिलाउने त्यस्तो खालको समस्या देखिन्छ। जतिखेर आँखा मिचिरहनु मन लाग्ने, आँखा हेर्दाखेरि रातो देख्ने, पहेँलो देख्ने त्यस्तो खालको समस्या देख्छ। र यदि अनि त्यसपछि कुनैको चाहिँ कस्तो खालको समस्या आउँछ भने यो डिस्चार्ज अथवा त्यसलाई चाहिँ कचेरा भन्छ। कचेरा चाहिँ के हुन्छ, परालको ट्यान्द्रो जस्तो हेर्दा तान्दाखेरि रुई जस्तो लामो लामो आउने त्यस्तो रुपी डिस्चार्ज, त्यस्तो खालको डिस्चार्जहरू पनि देख्न सक्छ। र एकदमै झट्ट देखिने भनेको चाहिँ नि आँखा रातो हुने, पहेँलो हुने र चिलाउने त्यस्तो खालको कुनै बच्चाहरू देख्नुभयो भने तपाईँले के सम्झिनु भन्दाखेरि यो चाहिँ एउटा गर्मी महिनामा लाग्ने आँखा सम्बन्धी समस्या हो भन्ने कुरा बुझ्नुपर्छ। र यसले हामी के गर्न सकिन्छ त भन्ने कुरा विषयमा चाहिँ नि विशेष गरी यो हामी के भन्छ गर्मी सिजन लाग्ने भएकोले हामी के हुन्छ सफा चिसोपानीले आँखा सफा गरिराख्ने, धुलो घामबाट बस्ने र नजिकको आँखा केन्द्रमा गएर आँखा हस्पिटलमा गएर अब सम्बन्धित डाक्टरहरूलाई देखाएर चाहिँ दबाईहरू पनि लाउन सक्नुहुन्छ। र यसको चाहिँ मुख्य दुश्मन के हो त भन्दाखेरि धुलो, धुवाँ, घाम। जब हामी धुलो, धुवाँ, घाममा जान्छौँ तब के हुन्छ भन्दाखेरि आँखा रातो हुने, पहेँलो हुने, पोल्ने, बिझाउने, चिलाउने यो त सबैलाई हुन्छ। र विशेष गरी यो कस्तो हुन्छ भन्दाखेरि यो रोग चाहिँ नि यो वर्ष देख्यो, जब फेरि जाडो महिना सुरु भयो यो पनि हराउँदै जान्छ। फेरि जब गर्मी महिना सुरु भयो फेरि यो फेरि सुरु हुँदै आउँछ। यो रोगले चाहिँ विशेष के हुन्छ भन्दाखेरि जाँच गर्ने डाक्टरहरूले अब त्यति धेरै जस पाउने रोग जस्तो पनि होइन। अरू पनि छन् त्यस्तै जस नदिने, तर यो पनि एक प्रकारको हो। दबाई हाल्नुन्जेल ठिक हुन्छ, दबाई हाल्न छोडेपछि फेरि त्यस्तै भएर आउँछ। त्यसले गर्दाखेरि यसमा चाहिँ अलि जस पाउन गाह्रो छ। तर के भन्न चाहन्छु भने यो विशेष गरी हामीले चाहिँ काउन्सिलिङ अलिकति राम्रोसँग गर्नुपर्छ। र यस्तो खालको केसहरू आयो भने हामीले पेसेन्टहरूलाई अब यो चाहिँ नि विशेष गरी गर्मी महिनामा देखिने एउटा सिजनल आँखा पाक्ने रोग हो। यसलाई चाहिँ नि अब दबाई हाल्नुन्जेल राम्रो हुन्छ, दबाई हाल्न छोडेपछि फेरि यस्तै हुन्छ। जब जाडो महिना चाहिँ सकिन्छ, के अरे गर्मी महिना सकिन्छ यो हराउँदै जान्छ, फेरि गर्मी महिना सुरु भएपछि यो पनि सुरु हुन्छ। यो चाहिँ नि आजको भोलि नै ठिक भएर जाने होइन। यो चाहिँ जबसम्म बढ्ने उमेर हुन्छ तबसम्म पनि रहिरहन सक्छ। त्यसले गर्दाखेरि यहाँहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि यदि तपाईँको छरछिमेकमा जो कोहीलाई पनि यस्ता खालको समस्याहरू छ भने विशेष गरी तपाईँहरूले धुलो, धुवाँ, घामबाट बस्ने, सफा चिसो पानीले आँखा सफा गर्ने, चिसो सेक्ने र प्रोटेक्टिभ ग्लासहरू पनि लाउन सक्नुहुनेछ। र यहाँले यस्तै खालको सल्लाहहरू पनि तपाईँको छरछिमेकमा जो कोहीलाई छ भने दिन सक्नुहुन्छ। र तपाईँको बच्चालाई छ भने तपाईँले यो खालका चाहिँ उपायहरू अपनाउन सक्नुहुन्छ। यदि त्यसो गर्दा नि भएन भने चाहिँ नजिकको आँखा हस्पिटलहरूमा गएर आँखा जाँच गर्न सक्नुहुन्छ। र यहाँहरूसँग अझै पनि
यस्तै खालका आँखा सम्बन्धी विभिन्न जानकारीहरू जान्न चाहनुहुन्छ भने कृपया लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। धन्यवाद।